नमस्ते साथीहरू, जुम्लामा हिउँ भर्खर 3 वर्षपछि हिउँ देखिरहेको छ। रमाइलो भइरहेको छ जस। पहिला पढ्दै थियो, त्यसपछि दिन रोकिएर 3 वर्षपछि बल्ल बल्ल हिउँको अलि दर्शन पाइयो हजुर। जुम्ला पहाडी क्षेत्रमा हिउँ परिरहेको छ। तपाईँहरूलाई पनि इन्जोय गर्नुहोला। अलिअलि परिरहेको छ, धेरै त छैन, थोरै, त्यही पनि अलिअलि देखिरहेको छ। यति पनि देख्नु पनि धेरै राम्रो हो। पहिला पढ्दै थिएन, 3 वर्ष अगाडि हिउँै नपढेर यहाँ जुम्ली जनताहरू छटपटिएको अवस्था अहिले हिउँ जस राम्रै गरी परिरहेको छ। हिजो सरस्वती पूजा राम्रोसँग मनाइयो, आज अलिअलि हिउँ पर्यो, ठिक छ। हेर्नुहोस्, यहाँ अलिअलि पातलो परिरहेछ, धेरै त छैन। यी म्यामहरूले यहाँ खेलिरहनु भएको छ, हिउँ डगुड गरिरहनु भएको छ। कति रमाइलो मान्नु भएको छ। सानो फुच्चे पनि आयो, म्यामको छोरा। राम्रो भइरहेको छ अरे, पारा अरे। हेर्नु न, पारा भनिरहेछ। मेरो बाबु हिउँ खेलिरहेको छ। बिहानतिर अलिअलि जस ठिकै पर्यो। राति पुरै हावा चलेको थियो, अहिले जस हिउँ परेछ। नाचिरहनु भएको छ म्यामले। पर उता मेरो छोरा नाचिरहेको छ, सानो। हिउँमा रमाइलो मानिरहेको छन् जस। 3 वर्षपछि देखेको हिउँ खाने अरे म्यामले। रमाइलो भइरहेको छ जस। कति धेरै हिउँ परेको छ, धेरै त छैन, अलिअलि परिरहेको छ। दिनभरि पर्छ कि जस्तो लागेको छ, के को हुन्छ। बसको माथि अलि धेरै मानिन्छ, तल त थोरै छ। रमाइलो गरिरहेछन् बच्चाहरूले। मैले पनि खेलिरहेछु। रमाइलो भएछ जस। हिउँ पढेको राम्रो भइरहेछ अरे। इन्जोय गर्नुहोस्। सुन्ने रे हिउँमा माथिदेखि हिउँ परिरहेको छ, रमाइलो भएछ जाओस्। उता छोरा लडिरहेछ।